रेडियो छिटो ढिलो भइसक्यो म यहाँ सुषमा रेडी भएको छैन अहिलेसम्म खोइ त कति रेडी यहाँ बरु दिदी रेडी भइसक्नु दिदी रेडी भइसक्नु रेडी भइसक्नु खोइ त ल हामी चाहिँ अब लानु दिदी देखिँदैछ हामी चाहिँ अब लागेको दिदी कस्तो गर्मीमा जानु मन लागिसकेको छ नि एसी बसेर जानुपर्छ सर भनेर जुम छिटो छिटो ल यिनीहरू गाडी आयो भान्जी बहिनी हामी भएर सबैजना भएर हामी पार्क भन्ने ठाउँमा ल चाहिँ गाडी आयो अब टट्ट गाडी आयो अब यसमा चारजना को जाने हो को जाने हो पैसावालाहरू जाँदा हुन्छ फटाफट पैसा को धेर छ यसमा जाँदा हुन्छ पैसा धेरैवाला यसमा जाँदा हुन्छ पैसा धेरैवाला यसमा जाँदा हुन्छ हामीले यहाँनिर आइपुग्नु अब टिकट काउन्टरमा हामी चेक गर्दैछौँ है गाइज अब फाइनली हामी चाहिँ यहाँनिर आइपुग्यो सफारी यहाँनिर गेटमा हामी चढ्ने गाडी दिँदैन हामी चढ्ने गाडी हाम्रो के भन्छ के भयो बस ल है अब चाहिँ हामी जाँदैछौँ घर भयो घुमिसक्यो होइन मजाले भान्जीहरू यहाँनिर होइन घुम्नु भान्जी भयो टाउको दुख्यो यहाँ चाहिँ हेलो रिमट हेलो यहाँ चाहिँ एउटा हामीले रिमट अर्की लगाइ जस्तै छ भन्ने गर्दा हुन्छ जानु हो के भन्नु छ सोडी कस्तो लाग्यो रमाइलो लाग्यो फेरि अब अर्कोपल्ट आउँदाखेरि चाहिँ जाडो महिना दिदी भन्नु के छ कस्तो लाग्यो राम्रै छ है ठिकै छ भन्न पऱ्यो पनि अब ठिकै छ